आजको दिन चैत्र 15 गते नेपालको राजनैतिक आन्दोलनको इतिहासमा एउटा महत्त्वपूर्ण दिनका रूपमा अब अंकित भइसकेको छ। एकातिर गणतन्त्रवादीहरूको विरोध प्रदर्शन र सभा, अर्कोतिर राजावादीहरूको प्रतिगामी सभा एकै दिन पारियो। आजको दिन सबभन्दा पहिला गणतन्त्रवादी मोर्चाको हैसियतले हाम्रो समाजवादी मोर्चाबाट चैत्र 15 गते काठमाडौँमा प्रदर्शन गर्ने र सभा गर्ने घोषणा गरिएको थियो र हामीले घोषणा गरिसकेपछि राजावादीहरूले पनि आजकै दिन प्रदर्शन र सभा राख्ने घोषणा गरे। त्यसबाट उनीहरू कहीँ न कहीँ वातावरणलाई धमिल्याउन चाहने, उत्तेजित पार्न चाहने, आतंकित पार्न चाहने मनसायता देखिएकै थियो। तर आज मैले यहाँ बोल्दै गर्दा मैले सेक्युरिटीसँग लगातार बुझिरहेको छु। 12 वर्ष ढुङ्ग्रामा हाले पनि कुकुरको पुच्छर बाङ्गै भने जस्तो त्यहाँको सभा मण्डले अराजकताको पराकाष्ठा भएको छ। तीनकुने अहिले मण्डले अराजकताको, सबै प्रतिगामी निरङ्कुशतावादीहरूको एउटा प्रतीक जस्तो बनेर देखिएको छ। त्यहाँ घरमा आगो लगाएका छन् मण्डलेहरूले, त्यहाँ पुलिसमाथि ढुङ्गा प्रहार गरेका छन् मण्डलेहरूले। उनीहरूले चाहेका छन् के 1-2 जना मान्छे मरुन् र देशभरि आतंक फैलियोस् भन्ने चाहेका छन्। त्यो राजावादीहरूको चरित्र हो। हामी यहाँ आदरणीय जनसमुदाय 50,000 लाखको वरिपरि हामी यहाँ जम्मा छौँ। तर बडो शिष्ट, बडो संयमित, बडो अनुशासित र आफ्नो उद्देश्यप्रति समर्पित नागरिकहरूको एउटा विशाल सेना यहाँ खडा छ। त्यसकारण तुलना गर्नुहोस् गणतन्त्रवादीहरूको चरित्र, राजावादी मण्डलेहरूको चरित्र। आजै चैत्र 15 गते सम्पूर्ण नेपाली जनताले देख्ने गरी, सम्पूर्ण नेपाली जनताले बुझ्ने गरी काठमाडौँमा प्रदर्शित भयो। म उनीहरूलाई चुनौतीको साथ फेरि एकचोटि भन्न चाहन्छु, नेपाली जनताको